अब चाहिँ आज हामी गाउँ जाँदैछु। तपाईँहरूलाई चाहिँ म गाउँको हरेक कुरा हेरेर मनोरञ्जन गर्नु होला। अब हामी निस्किसक्यौँ। अहिले चाहिँ हामी भक्तपुर एरियामा छौँ। लेनिसतिरको वातावरण। अब हामी गाउँ जान लाग्यो नि त कस्तो अनुभव भइरह? अब हामी गाउँ जाँदैछु। हेर्नु सक्नुहुन्छ यहाँको वातावरण। हेर्न सक्नुहुन्छ यहाँ यस्तो उसो लाग्यो कि यता छ हाम्रो सानो मम्मी म उसो लागेर यहाँ हेर्नुहोस् वातावरण यस्तो बवाल भएको छ। त्यो पानी हिस्सो लाग्छ हिस्सो लाग्छ बाटो पनि देख्दैन होइन। ल हेर्नुहोस् अब हामी चाहिँ कुदिरहेको छौँ। आज हामी घर जाँदैछौँ। तपाईँहरू टेन्सन लिन्छ केही पनि टफ जस्तो लागेर बाटो नै केही छैन। अब चाहिँ हामी चाहिँ 0 किलो आइसक्यौँ। अब 0 किलोबाट चाहिँ हामी अब फरक जाँदैछौँ सिन्धुपाल्चोक। हेर्नुहोस् यहाँका दृश्यहरू। म मेरो सानो बेबी यो बाटो यताबाट आएको हामी जाने यता हो। हेर्नुहोस् म तपाईँहरूको सहकर्मी सँगसँगै आज चाहिँ हाम्रो मेरो पार्टनर भनेको सानो मम्मी छ बसिराख्नु भएको। जब चाहिँ हामी जाँदैछौँ तपाईँहरूले विशेष देख्न सक्नुहुनेछ। आज चाहिँ मौसम एकदम कहिले चाहिँ बादल लाग्ने कहिले हुस्सो लाग्ने कहिले के हुने भयो थियो। बिहानको समय भएर नि होला। सँगसँगै अब चाहिँ हामी प्रस्थान गर्छौँ। हेर्नुहोस् यहाँको भ्यू त एकदम दामी छ। गाडीहरू कुदिरहेको सब चल्छ। हेर्नुहोस् यताको ब्याकग्राउन्डिङहरू एकदम बबाल छ। थुप्रै दोलालघाट आइसक्यो। हेर्नुहोस् फेरि दोलालघाटमा माछाहरू एकदम दामी पाइन्छ। तर्कै बिहान पानी परिरहेको छ। हामी सुकुटी आइपुगिसक्यो। सुकुटीमा हेर्नुहोस् भ्याएको आउँदै पछाडिबाट अब चाहिँ हामी लगभग आधी घन्टातिर पुग्छौँ होला। तारेपछि यो भोलिको चाहिँ खोला भइहाल्यो। तपाईँले देख्नुहुन्छ 20 किलोमिटर बाँकी छ भनेर यहाँका दृश्यहरू हेर्न सक्नुहुनेछ। सँगसँगै म लगायत हाम्रो सानो मम्मी दुईजना चाहिँ आज हामी गाउँ जाँदैछौँ। गाउँमा पुग्छौँ बिस्तारै। अब हामी हिँड्यौँ। ल हेर्नुहोस् फाइनल्ली के भन्न छ कि सानो मम्मी? के भन्नु छ कि? के भन्नु त खोइ केही छैन। ल ल साथीहरू हामी चाहिँ गाउँ गएर कोदो रोपाइ सबै सब गरेर फेरि पनि हामी काठमाडौँ आइपुगिसक्यौँ। अहिले काठमाडौँको भक्तपुरै आइपुग्यौँ। बिचबिचमा चाहिँ बाटोहरू त्यस्तै थियो। धुलो त्यस्तै हेर्नुहोस् न बिजोक हात हेर्नुहोस् खुट्टातिर जाँदाखेरि चाहिँ लास्टै हिलो भएको थियो। अहिले चाहिँ धुलो धेरै भयो। सानो मम्मी नै आइसक्यो। सानो मम्मी र म गएको लगभग हामीले रोपाइ सबै सिकायो गयो आयो। यात्रा राम्रै भयो। देख्नुहुन्छ मम्मी सँगसँगै तपाईँहरूले चाहिँ मनोरञ्जन युट्युब ब्लग विशेष हेरिदिनुहोस्। बाई बाई।